कहाँ जान लाग्नुभयो कि तपाईँ सत्तेर? म बजारसम्म जान लागो मलाई 500 रुपियाँ जति दिउ न लाज मान्नुहुन्न मलाई पैसा माग्ने। तपाईँले मैले पो तपाईँलाई माग्नु, तपाईँले मलाई माग्नुहुन्छ? या बुढी पनि तिमी पनि कस्तो छौ अब मैले तिमीलाई मागे पनि तिमीले मलाई मागे पनि के भयो त जसकोमा पैसा छ त्यसैले माग्ने त हो नि आज मसँग छैन तिमीलाई मैले अस्ति राख्न दिएको थिएँ त्यो पैसा पो दिउ भनेको त उसो भए तपाईँलाई एउटा च्यालेन्ज, यो भित्र माउन्ट पैसा छैन, यो पैसा तपाईँले कति छ यो मिलाउनु भयो भने सबै तपाईँले लानुभयो, नत्र म तपाईँले दिँदैन यो सबै मेरो पैसा है। ओहो त्यसमा पैसा कति रहेछ त सोच्नु पर्यो अनुमानमा भन्छु मैले गिनिया छैन म त्यस्तै भन्छु तिमीलाई 577 रुपियाँ भन्छु ल मिल्छ कि मिल्दैन खै किन त तपाईँले त मिलाउनु भएन, यहाँ त सबै 630 रुपियाँ छ। ए 630 छ भन्छु हेर है त 100 200 300 400 70 80 90 110 510 30 40 50 60 70 80 90 100 630 अब यो पैसा कसको हुन्छ त म लगेर जाम छे त्यो पैसा त च्यालेन्ज गरेको हो नि, कहाँ लग्नु पाइन्छ? त्यो तपाईँ मिलाउनु भएको छैन, म लाने यो पैसा त। नगर न बुढी बरु म तिमीलाई चटपटै लिदिउँला पैसा दिउ के साँझ आउँदाखेरि म तिमीलाई चटपटै लिएर आउँछु ल नि त हुन्छ, चटपटी ल्याइदिनु भए मलाई 50 को चटपटी ल्याइदिनु, अरू पैसा ल गाइजहरू मेरो बुढी चाहिँ चटपटे भनेपछि हुरुक्कै हुने के चटपटे भने बित्तिकै देखियो नि त 600 रुपियाँ पाइयो म चाहिँ लागेँ बजारतिर तपाईँको बुढी पनि यस्तै चटपटे भन्दा हुरुक्कै हुन्छन् कि हुँदैनन् ल कमेन्ट गर्नु होला है त।